साथीहरू हेर्नु त काठमाडौँको बाटोमा कोही छैन, यस्तो सुनसान छ। म चाहिँ मेरो घरतिर जाँदैछु। यस्तो हुन्छ हाम्रो काठमाडौँ चाहिँ। हेर्नु साथी, रातिको समयमा चाहिँ सुनसानै, एउटा दुईवटा बाइकहरू हिँडिरहेको हुन्छ, अरू केही छैन। म चाहिँ पसलबाट मेरो घर जाँदैछु, अनि बाटोमा चाहिँ कोही छैन। मलाई चाहिँ अलिअलि डर पनि लागिरहेछ। यस्तो सुनसान पनि हुन्छ त। मेन मुख्य काठमाडौँ सहर नै यस्तो भएपछि अरू त के लाग्यो होला र, होइन? मेरो चाहिँ ब्याट्री पनि सिद्धिन आँटेछ साथीहरू। यहाँ चाहिँ अहिले एउटा गाडी आयो बल्ल। सटरहरू सबै बन्द भइसक्यो। 9:30 रातिको 9:30 बजे। यहाँ चाहिँ एउटा डेरी पसल खुल्ला रहेछ। यो चाहिँ मन्दिर हो, मनोकामना। एउटा बाइक आयो साथीहरू। अन्त चाहिँ सटर एउटै खुल्ला छैन है, सबै बन्द छ। म चाहिँ एक्लै गइरहेको छु, डर पनि लागिरहेछ। खासै डर चाहिँ लाग्दैन, तर पनि अब हुन्छ नि बाटोमा। अहिले त चोर ट्यापेहरू अलिकति बढी विकृति बढ्ने भएको कारणले चाहिँ डराउनु पर्ने हुन्छ। केही छैन, कहीँ खुल्ला छैन। यो चाहिँ चोकमा बत्ती छ। यो चाहिँ स्कुल हो, देवकोटा। यो चाहिँ गेट। यो भित्र चाहिँ स्कुल छ। म चाहिँ घर पुग्न आँटेँ। चोकमा केही छैन, एकदम सुनसान अँधेरो।
म चाहिँ रोड क्रस गरेँ। यता गयो भने चाहिँ मुलपानी चौर पुग्छ साथीहरू। म चाहिँ यतातिर लागेँ उकालो। यो चाहिँ जोरपाटी जाने बाटो दक्षिण ढोका।